गुड मर्निङ आए सबै फ्यामिली चाहिँ नि मिलेर सबैजना नाला गुम्बामा मोमो बनाउन जाने हो। खुसी सधैँ ठुला कुराहरूबाट मात्रै आउँदैनन्, कहिलेकाहीँ सानो कामले पनि धेरै ठुलो खुसी दिन सक्छ। आज हाम्रो परिवार एउटा सानो तर अर्थपूर्ण कामका लागि यहाँ आएका छौँ, नाला गुम्बा। काठमाडौँबाट धेरै टाढा होइन, तर वातावरण भने एकदमै शान्त र आध्यात्मिक छ। नाला गुम्बामा धेरै साना लामा भाइहरू बस्छन्, जहाँ उनीहरूले बौद्ध धर्मको अध्ययन, ध्यान र अनुशासनको अभ्यास गर्छन्। यहाँ अध्ययन गर्ने साना लामा भाइहरूका लागि हामीले आफ्नै हातले मोमो बनाउने निर्णय गरेका छौँ। अब तपाईँले यो किन गर्नु लाग्नु भएको, के कारण हो यसको, यो गर्दा के हुन्छ, अलिकति यसो बताइदिनुहोस् न। संसारमा पृथ्वीमा जीव जन्तु जति भए पनि मुक्ति होस्, राम्रो होस्, देश राम्रो होस् भनेर मलाई यो पूजा यो सबैले पाउने कारण चाहिँ मेरो परिवार सबै आउनु भएर चाहिँ नि यति गरेको चाहिँ धन्यवाद सबैजनालाई। कति राम्रो कुरा, यसो खुसी फेरि हामी बारम्बार गर्न पाऊँ र मान्छेको चोलो हो, आजको मान्छे भोलि पनि नहुन सक्छ, तर यो जमघट आजको चाहिँ आजलाई पाएकोमा हामी एकदमै गर्वान्वित भएको छौँ। खाना बाँडेर खुसी बाँड्न सकिन्छ भन्ने विश्वासका साथ आजको दिन सुरु गरिरहेका छौँ। Nothing else, only this लसुन, मुला, हरियो प्याज, डल्लो प्याज, and सबसे ठुलो मायाले मिसाएर सबसे बेस्ट, nothing else। आज हाम्रो परिवार पनि यही भावनासँग यहाँ मोमो बनाउन जुटेका छौँ। कसैले तरकारी काट्दैछ त कसैले मसला मिस्दैछ, अनि सबैले मोमोको तयारी एकपछि अर्को गर्दै जाँदा हामी सबैको मनमा एउटा उत्साह छ कि यी साना लामा भाइहरूले खाँदा कस्तो खुसी लाग्ला भनेर। घरका परिवारहरूसँग बसेर मोमो बनाउँदा हुने रमाइलो, हाँसो र मिलेर काम गर्ने भावना नै यसको असली स्वाद हो। केही समयपछि मोमो तयार भयो। बाफबाट निस्किने तातो मोमोको बास्नाले नै सबैलाई झन् उत्साहित बनाए। जब हामीले प्लेटमा राखेर साना लामा भाइहरूलाई मोमो दिन थाल्यौँ, उनीहरूको मुस्कानले हाम्रो सारा मेहनत सफल भएको महसुस भयो।
उनीहरूको जीवन सादा छ। बिहानको प्रार्थना, पढाइ अनि दैनिकी साधना। आज हामी उनीहरूको यही सादा जीवनमा सानो खुसी थप्न चाहन्छौँ, मोमो बनाएर। कहिलेकाहीँ खुसी दिनका लागि ठुलो कुरा गर्न आवश्यक हुँदैन। एक प्लेट तातो मोमो, थोरै माया अनि सँगै बिताएको समय, यिनै साना कुराले पनि ठुलो खुसी दिन सक्छ। मोमो कस्तो लाग्यो? मिठो छ? मिठो थप्ने होला नि, थप्नुपर्छ ल। कस्तो लागिरहेछ नि? I'm very happy today. है? Happy. आमाहरू पनि सबैजना एकदम खुसी देख्छ। सबैजना मान्छेहरू यसै गरेर आउनुहोस् यो गुम्बामा, आउनुहोस्। प्रेसिडेन्टले राम्रोसित राम्रो लाग्छ। आज एकदमै खुसी लाग्यो यहाँ आइपुगेर। एकदम आज हाम्रो फुपूबाट गर्नुभएको सेना अनि भोजन मोमो अति नै राम्रो नै भयो जस्तो लाग्छ। किनभने मैले देखेँ अब राम्रो भाइहरूले राम्रोसँग खानुभएको। अनि मैले अहिले हामी हेर्दै बिहानै कोही हेर्ने क्रममा चाहिँ धेरै चाहिँ भर्खरकै जो लामाहरू देखियो है। अब स्याहार्नु त एकदमै गाह्रोको काम हो। कसरी चाहिँ तपाईँले चाहिँ हेरिरहनु भएको छ, कसरी सम्हालिरहनु भएको छ? हुने त अब त्यो लामो परेको हुँदैन, अलिकति सजिलो त छ। एकदम घर जस्तो अब एकदम फेसिलिटी हुँदैन सबैलाई होइन। जस्ट हामीले जति सक्दो गरिरहेको छ। अनि बाहिरको स्टाफहरू पनि छ, 2 जना दिदीहरू, लुगा दिदी सानो बच्चाहरू अनि नयाँ दिदीहरू चाहिँ 2 जना दिदी राखेको। अनि यो सानो लामाको बारे विषयमा यो एउटा कति वर्षदेखि चाहिँ लिने भनौँ त यहाँ भन्न हुने त्यो हुने चाहिँ हुँदैन जस्तो एउटा उमेर त होला, यति उमेर चाहिँ हुनुपर्ने भन्ने हामीले चाहिँ कोसिस गरेर चाहिँ 7 वर्षदेखि 10 वर्षको बिचमा, किनकि फेरि बाहिरबाट स्कुल पढेर आउँछ तर टिफिन त आउँदैन नि कक्षा पढाउन, फेरि ठुलो वर्षलाई कक्षा पढाउन गएको त्यो भएर चाहिँ हामीले चाहिँ सकेसम्म 7 वर्षदेखि 10 वर्षसम्म टिप्ने। तर अब कुनैले 4 वर्षमा पनि जसरी राखिदिनु पऱ्यो, दुःख पऱ्यो भनेर रिक्वेस्ट गरेर राखेको छ। 4 वर्ष पनि छ देख्यो। त्यो एउटा अलिक जिज्ञासा भएको कारण त्यो ओहो 7जना भाइहरू पनि भनौँ ल आशा गर्छु, कामना गर्छु यो भाइहरू चाहिँ के बढी ठुलो मान्छे, राम्रो मान्छे भन्नुहोस् यहीँको यही संस्थाबाट तपाईँले पनि धेरै वर्षे भन्न चाहन्छु। हामी पनि त्यही हो। अब मेन यो सञ्चालन गर्नलाई सहयोग भनेको मनाङ समाजकै हो। मनाकी समाजबाट पनि सञ्चालन गरिरहेको छ। अनि हामी भनेको अब हाम्रो मोडेल भनेको अब लम्बुसे हो, लम्बुसेले भन्छ उहाँ जस्तो हुन होस् सबैजना। अब यस्तो भइदियो भने एउटा समाजमा एकदमै राम्रो हुन्छ। त्यस कारण हामीले सक्दो प्रयास र कोसिसहरू गरिरहेको छ। ल त धन्यवाद। आजलाई यति अब हाम्रो भेटघाट भनेको फेरि भइरहेछ, हुनु पनि पर्छ, हुन्छ पनि। बाबुको नाम के हो नि? हो नम्बर बो। आज मोमो खायो तिमीले? मोमो खायो? कति खायो? पछि पनि फेरि आउँ, हामी आउँछ है पछि पनि फेरि मोमो खाने हो। ल है त।
खाएको बाबु कस्तो भइरहेछ यम्मी आजको यो अनुभवले हामीलाई फेरि सम्झायो खुसी बाँड्दा अझ बढ्छ। नाला गुम्बामा बिताएको यो दिन केवल मोमो बनाउने दिन मात्र थिएन, यो दिन थियो माया बाँड्ने, मुस्कान बाँड्ने र मानिसहरूलाई जोड्ने दिन। ल हजुर सबैजनालाई एकदमै बधाई छ है। ल यस्ता साना पलहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू बन्छन्।